दिस इज माई फर्स्ट भ्लग इट्स मी बाहुन बाजे। आज चाहिँ हाम्रो प्यारो मान्छे हाम्रो मामाको चाहिँ बर्थडे थियो, त्यही सेलिब्रेसन गर्न चाहिँ हामी लाकुरी भन्ने जाँदैछौँ। यहाँदेखि चाहिँ हाम्रो जर्नी सुरु भयो गाइस। दुईटा ग्रुप चाहिँ पछाडि छ। सुन के साथी होइन, मेरो एउटा कुरा के गाइस, तिमी सबले भन्छन् के केटाहरू भन्, नयाँ कन्टेन्ट भनेको केटाहरू फाइनली केटा हेर यस्तो दामी ठाउँमा आएको छु म। अनि केटीहरू भन्ने हामी सिधै सबै भन्न त्यसो भने मलाई बाटो हिँड्दैछौँ। म्याउ 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 ढाडे बिरालो भोलि खेल्ने माझ भोलि खेल्ने त्यहाँ है भने मेला भाइ हो भनेर के मैले उसलाई अस्तिदेखि भनेको कहाँ जाने ठाउँ फिक्स गर। बोध ल्यान्छ नि मामा। मामा कुरा सबका फरक हुन्छन् क्या, सबका पाँच कुरा हुन्छन्। म त्यही भएर के भन्दा चुप्प लाग्छ। बिहानै भनेको कि कहाँ जाने भनेर फिक्स भनेर पाँच कुरा हुन्छन् क्या सबका। मामाले पनि अस्ति के भनेर फिक्स गर्नुभयो। बस्ने ठाउँ जस्तो त्यो यता चाहिँ यस्तै कटेज छ गाइज है, र घाम पनि डुब्न लागेको अवस्था। यहाँ चाहिँ हामी चाहिँ आज हामी आएको छौँ। हामीहरू चाहिँ बन्द गरिदियो एउटा फोटो हान्दा बाहुन बाजे भ्लग है, इस्मी बाहुन बाजे भ्लग। प्लिज सपोर्ट गरिदिनु पऱ्यो, माया देखाइदिनु पऱ्यो, एकदमै माया देखाइदिनु पऱ्यो मलाई। म चाकमा खाने भाइ, मेरो चाकमा खा किस। हेलो म चाकमा किस खान्छुस् गाउने पनि रहेछ नि, म नातिम केडा मामा कहाँ अर्का घरमा थाहा छैन, केही छैन, टोइलेट गएको थाहा छैन। यहाँ हाम्रो हामी कहाँ कुखुरा के बन्छ दिदी? आज त हाम्रो बुकिङ छ, आज प्याक छ, मान्छे आउने बेला भइसक्यो। 12-13 जना गाइज हाम्रो यस्तो भयो ल आज डायरेक्ट न्युज। तल खाली हो खाली होला मामा, ऱ्याक भइगयो नि यार। होइन हाम्रो यहाँ चल्लो नजाने। झन् हामी रमाइलो गरौँ भनेर आएको, बर्थडे थियो यहाँ। अब अगाडिदेखि हाम्रो चाहिँ अग्रिम बुक हुन्छ के हो र, बुक छ यहाँ, बुक भइसक्यो यहाँ, प्याक छ अरे आज। प्याक रहेछ गाइज होइन, हामी फर्किनु पर्ने अवस्था आइसक्यो होइन। हामी फाइनल्ली गाइज होइन यतातिर आयौँ। त्यहाँ चाहिँ ठाउँ प्याक भएर हामी अर्को ठाउँतिर लाग्यौँ। केटाहरू बाइक लिनु गएको थिएँ, ल्याएर आइसकेँ। लभली रहेछ नि। आम्मामा साथी यहाँको अगाडि धोयो होला मुला। लभली छ है गाइज ठाउँ चाहिँ, लभली। यहाँ यो